हेलो नमस्ते स्वागत छ फेरि पनि अन्सा राई जेरो च्यानलमा हजुरहरूलाई। अनि भन्दै म चाहिँ हामी चाहिँ आज हैन के भने आज चाहिँ कुकुर तिहारको दिन नै हामी चाहिँ भोलि गाई तिहारको लागि मकै भोट्दैछु साथी बनाउनलाई। साथीहरू मैले चाहिँ एकजना चाहिँ यता भोटेर पनि नाङ्गामा राखिसकेको छु अनि बाँकी अझै यति छ अनि भुट्दैछु। हामी चाहिँ गाई बस्तु गोरुहरूलाई साथी बनाएर दिनलाई। अनि हजुरहरूकोतिर पनि त्यस्तै गर्नुहुन्छ कि के गर्नुहुन्छ? हाम्रो चलन यस्तो छ। अनि सबैजनालाई ह्याप्पी तिहार, राम्रोसँग तिहार मनाउनु होला, देउसी भैलो खेलेर मनोरञ्जन लिनु होला भन्दै ल म चाहिँ मकै भुटिरहेछु हैन। आगोमा गाह्रो छ। मकै पनि कस्तो मजाले फुल उड्दैछ क्या साथीहरू। हाइब्रिड मकै पनि मुरली मकै भुटिछाने मकै जस्तै। फेरि अलि मजाले पाक्नु ल। ला खानु हुन्छ जान्छ मैले त खाइहालेँ त। कति जानुभएछ मुमा? छिटो मान्छे मुखमा हालिहाल्ने बानी साथीहरू, गाह्रो छ गरी खानलाई। यो मकै खानुहुन्छ मुमा? ए मैले त खाइहालेँ। अघि कान्छाले पनि खाइहालेँ एक मुठी। तर कति खस्रो हुँदो रहेछ है त पनि भुटेको मकै हाइब्रिड त खस्रो हुँदो रहेछ यो मकै त। हाइब्रिड मकै त हो कि मजाले भिजेछ लपक्कै लसुनबारी। धुवाइमा चाहिँ तपाईँले चाहिँ सब्जीलाई दबाई लिएर बाइकै उमा झुन्डाइराख्नु भएको रहेछ। ले गर्नु त्यसले राखिदिइरहेको छु। हाम्रो धुवाले के साह्रो छेकेको यतै। कान्छालाई ज्वरो आउँदैछ कि उसले टिभी पाएन, मोबाइल पाएन, टिभी पढ्नु त फिटिक्कै मन गर्दैन हो यो केटा। के भएको नि दुम्सी धुवाएर जत्तिकै पो भयो त हौ होइन।
ठ्याक्कै 100 सम्म पुऱ्याउ दादा ओयानी 1 लेखेर सानो आइस अब कति बेला आउँछ Kurungali. तातोले त यो कति मजाले बिल्दो रहेछ हो यो त प्लास्टिक रहेछ नि यो कराई पक्रेको त कराई त रातो लागिरहेको कडामा यो त काब्राको झ्याउसे ठुटेर सरा पो झन् बल्दैन रहेछ त तपाईँले मकै मिठो लाग्यो खस्रो लाग्यो मलाई त अझै उनीहरूको तपाईँ जस्तै मान्छे छ उनीहरू त फोटोकपी हो कि क्या कुम्मिनु रहेछ है मकै चाहिँ फुलफुल खाइदिनु न फुलफुल यति बेलामा ठिक्का बनाएर खाने भोलि दिनु मजा हुन्छ अब भोलि गाई पूजा कति अब दिएको दिएकै भोलिदेखि सधैँ चाहिँ हामी त नि तल चौरतिर लगेर खनेर दिन्छौँ त ठाउँ ठाउँमा अहिले त घरैमा हो त
त्यही भएर धेरै भएर चाहिँ लोरे आँपमा गएर त्यहाँ खनेर यत्रो यत्रो डुबुल्का बनाएर मलाई त्यो टोपीको बनाउनु सानो हैरान हुन्थ्यो कसलाई तपाईँले हुँदै हो त हामीले बनाएको त्यहाँ लोरे आँपमा मैले नै बनाएको थिएँ लोरे आँपमा चाहिँ थियो कि थिएन कान्छ थियो मैले नै बनाएर गएको हो 2 साल मैले खनेको थिएँ हो नि कान्छ हो देउसी खेलेर आएको हो नि खाली टोपीले खन्नु आउँछ मेरो छोरा चाहिँ मै पनि भएन के भएन टाइट भएछ कपडा पठाइदिएको नि मलाई नि कस्तो भयो ए अहिले मलाई नढाड है भयो जेन्देला हुँदो रहेछ नानु लामै दिएको भए लाउँथ्यो होला अब बाटो भएर काटेर कपडा देख्नु हुँदैन सुरुवालमा आउँछ नि अलिक छोटो बनाइदिन्छ डली छ नि त दिदी बहिनीको थियो क्या दामी छ है खतरा छैन त चटपटे लिएको बिचरा अन्त दुब्लो भएर नै त हड्डी देखेको मकै खाने मान्छेहरू यहाँ हेरौँ है मकै खाने काम गर्ने भालु मकै खाने के अरे के भरे काम भन्नु केराको पैसा कति लियो नानी 400 4 काम गर्ने भालु मकै खाने ढेडु मकै खाइदिएर सक्दिन लाग्यो मेरो के लगाएको यो कालो चटपटे मिठो लाग्छ